हेलो वेलकम टु ब्याक सबै साथीहरूलाई विजय दशमीको धेरै धेरै शुभकामना है। देश तथा विदेशमा रहनुहुने सम्पूर्ण बुवा आमा दाजुभाइ दिदीबहिनी सबैलाई दसैँको धेरै धेरै शुभकामना। सो हामी प्रदेशमै भए पनि दसैँमा नभए पनि हाम्रो यहाँ दाइ भाउजू हुनुहुन्छ, हामी दाइ भाउजूमा आएको छौँ र उहाँहरू के कस्तो गर्दै हुनुहुन्छ हेर्न गइरहेको छौँ। सो म तपाईँलाई देखाउन गएको छु, लेट्स गो। के गर्दै हुनुहुन्छ? के गर्ने बाबु? ए सफाइ गर्दै हुनुहुन्छ दसैँको टिकाको लागि। खानापिना पाएको? ओ ल, भाउजूले चाहिँ भर्खर बनाउँछु भनेपछि म भर्खर आइपुगेँ है। अलिक ढिलो आउनुपर्दो रहेछ, सबै बनाएको खताङ खुतुङ देख्ने रहेछु नि है। अनि बुवा बस ठिक छ बाबु, ठिक छ गरेर आइयो। अब टिका सिका लगाउनु पर्ला। हो अब 11 बजे कति बजे भन्छन् हो। त्यो दसैँ मजाले रमाइलो धुमधाम गरेर मनाउनुपर्छ है बुवा। रमाइलो मनाउनु पर्यो नि त बाबु। चाडबाड अब के गर्ने, केटाकेटी सँगै छन्। सो उहाँ बुवाको चाहिँ सबै परिवार यहीँ हुनुहुन्छ। उहाँ परदेशमा भए पनि परदेश जस्तो महसुस हुँदैन उहाँलाई, किनकि सबै उहाँको परिवारै यहीँ हुनुहुन्छ। सो सबैजनाले आज भव्य र सभ्य तरिकाले मनाउँदै हुनुहुन्छ। हाम्रो दाइ भाउजू बुवा अरू पनि हुनुहुन्छ, दाइ भाउजूको सबै आफन्त यहीँ हुनुहुन्छ। सो साथीहरू हजुरहरूले पनि जस्तो भए पनि राम्रो तरिकाले इन्जोय गरेर मनाउनु होला है। वर्ष आउने एकचोटि आउने चाड हो, जसरी भए पनि धुमधामसँग मनाउनु होला। हाम्रो भाउजूले यता दुबो पनि साफ गर्दै हुनुहुन्छ। जमराले साथ दिएन के यसपालि? जमराले अलिक साथ दिएन, हल्का साथ दिएन अरे जमराले, त्यो पनि दुबो पिसाइदिए। परारको सालको जस्तो भयो, राम्रो हुँदै भएन बुवा नि। त्यही त नि होइन, अहिले जमराले साथ दिएन अरे, त्यस कारणले भाउजूले जमरामाथि दुबो मिसाएर अझै ब्राइटनेस पवित्र बनाउँदै हुनुहुन्छ यहाँ। सो हामीले त हजुर साइकल राधा लजाउनु भयो अरे। ल त ल, हाम्रो भाउजूले जमराको उद्घाटन गरिसक्नु भएको छ। यो स्पेसल जमरा भाउजू चाहिँ राम्रो आएको रहेछ जमरा है। जोस् राम्रो भएको किन हो यस्तो भयो बाबु? कुनै हेर्नु न, यो त राम्रै होइन र राम्रै हो, अलिकति धेरै भएछ कि खस्टाइलो भएछ। कसैको चाहिँ उम्रेकै छैन भन्थ्यो त त्यो कल्पना बहिनीले जानु। म त राम्रो भयो अहिलेको त मेरो हिसाबले। ल है, कसैको घरमा जमरा यतिको राम्रो आह कमेन्ट गर्नु होला, भन्नु होला। हाम्रो भाउजूको घर त राम्रो आएको रहेछ, हल्का ऊ छ के भन्छ पातलो भएर यसो देखेको, बाक्लो हुन्थ्यो भने त सलक्क देखिन्थ्यो।